वर्ष यो लोकतन्त्रमा यो कांग्रेस कम्युनिस्टलाई भरोसा गर्यो, विश्वास गर्यो। अनावश्यक रूपमा प्रतिगामी शक्तिहरूले हलचल मचाइराखेको अवस्था छ। यसबाट पार लगाउन फेरि एकचोटि हामी अन्तिम पटक लड्नुपर्छ यो देशमा। यो संघीय लोकतान्त्रिक मोर्चा आफ्नो ठाउँमा सङ्घर्ष गर्छ। यति मात्रै होइन, अन्य पहिचानवादी अधिकारवादीसँग पनि हामी सहकार्य गरेर अगाडि बढ्छौँ। अझ अन्य दलहरू समेतलाई, छुटेका दलहरू समेतलाई समाहित गरेर यो देशमा अधिकार र पहिचानका लडाई, जुन लडाई अधुरा रहन गएको छ, जुन हाम्रा माग र मुद्दाहरू संविधानसँग सम्बन्धित, पहिचानसँग सम्बन्धित, अधिकारसँग सम्बन्धित यी सवालहरूको लागि हामी सबै गोलबन्द हुनुपर्छ। हामी एक्लै लडेर केही पनि हुनेवाला छैन। यो हामी 35 वर्षमा हामी हेरिसक्यौँ। हामी छुट्टा छुट्टै सबै लडेका चाहिँ हो नि। हामी हिमाल पहाड तराई प्रदेशमा उत्पीडन परेका हामी सबैले छुट्टा छुट्टै सङ्घर्ष गर्यौँ, तर कुनै पनि सङ्घर्ष चाहिँ निष्कर्षमा पुर्याउन सकिएन। यो अवस्थामा आज हाम्रो यो आवश्यकता भएको छ। हामी सबै चाहिँ यो लक्ष्य प्राप्तिको लागि हामी सबै गोलबन्द हुनुपर्छ र एकताबद्ध भएर यो देशमा एउटा क्रान्ति गर्नुपर्छ, एउटा आन्दोलन गर्नुपर्छ। र त्यसको लागि आगामी दिनमा हामी, आज त हाम्रो घोषणा भयो मोर्चाको, आगामी दिनमा हामी यो सहकार्यलाई अगाडि बढाउँदै एकचोटि हामी फेरि मिलेर सङ्घर्ष गर्नुपर्छ। यो बीचमा यो अवधि 35 वर्षमा समेत यहाँ उपस्थित भएका दलबाट र नेतृत्वबाट समेत त्रुटिहरू भएको छ, जनताको गुनासो छ। त्यसैले अबको सङ्घर्ष यो मोर्चाले समेत गर्दाखेरि सबभन्दा पहिले त्यो जनताको बिचमा गएर क्षमा यात्रा गर्नुपर्छ। सबभन्दा पहिले हामी गएर क्षमा यात्रा गर्नुपर्छ। हामी 35 वर्षमा हामी पनि जति गर्नुपर्छ, 35 वर्ष यो लोकतन्त्रमा यो कांग्रेस कम्युनिस्टलाई भरोसा गर्यो, विश्वास गर्यो। तर यो 35 वर्षमा हाम्रो आफ्नो शासनमा कसरी शासन चलायो? यसैले आज यो पीडाबाट जनता गुज्रिरहेको छ। संघीय लोकतान्त्रिक मोर्चाको घोषणा कार्यक्रममा उपस्थित हुनुभएका घटक दलका राष्ट्रिय अध्यक्षज्यूहरू, प्रतिनिधिज्यूहरू, पत्रकार साथीहरू, सबभन्दा पहिले त हुन त हामी सबै यस घटकमा समान दलका हैसियतमा छौँ। त्यही पनि मलाई लाग्छ यो मोर्चाको पहलको लागि निश्चित गर्ने पात्रको रूपमा हामीले हृदयश्री र वृखेशजीलाई धन्यवाद दिएनौँ भने त्यो अलिकति अनुचित हुन्छ होला। यो कुनै 1 महिना 2 महिनाको गृह कार्यबाट भएको होइन, झन्डै 1 वर्ष अगाडि नै उहाँहरू मेरो पार्टी कार्यालय आउनुभयो। हामी बस्यौँ, देशमा सङ्कटको स्थिति आउँदैछ, संविधान संशोधनका कुराहरू चल्दैछन् र प्रतिगामी रूपमा संविधान संशोधन गर्नका लागि कदमहरू चालिन सक्छन् भन्ने आकलन गर्दै त्यति बेला हामीले पहल गर्यौँ र यहाँसम्म आयौँ सबैको साथ सहयोगले। त्यसको लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद छ र सबै घटक दलका राष्ट्रिय अध्यक्षहरूलाई धन्यवाद छ। र त्यति मात्रै नभएर म अलिकति यस कुरामा पनि जोड दिन चाहौँला, यसमा अन्य दलहरूलाई आउनका लागि पनि स्वागत छ। यो बन्द भइसकेको छैन। जुन दलहरू यहाँ आइसकेका छैनन् उहाँहरू पनि आउनका लागि हामी हृदयले स्वागत गर्दै पर्खिराखेका छौँ, त्यो पनि म भन्न चाहन्छु। किनकि देशमा अहिले राजनीतिक रूपमा एउटा जटिल माहौल निर्माण भएको छ। अनावश्यक रूपमा प्रतिगामी शक्तिहरूले हलचल मचाइराखेको अवस्था छ। त्यसमा यथास्थितिवादीहरूले झन् घिउ थप्ने काम गर्दैछ। म भन्न चाहन्छु, केही दिन अगाडि सम्माननीय प्रधानमन्त्रीज्यूले गणतन्त्र पक्षधर दलहरूको भेला राख्नु भएको थियो र त्यहाँ चाहिँ विभिन्न दलका प्रतिनिधिहरू, राष्ट्रिय अध्यक्षहरू आउनुभएको थियो र मैले उहाँलाई सोधेँ कि गणतन्त्रको विरुद्धमा आवाज उठाउँदाखेरि मात्रै गैर संवैधानिक हुन्छ कि संविधानले संहिता परिभाषित गरिसकेको अवस्थामा एकात्मक शासन माग्ने विरुद्ध पनि
गैर संवैधानिक हुन्छ। तपाईहरुले जहिले पनि गणतन्त्र रक्षा गर्ने भन्नुहुन्छ तर संहिता रक्षा गर्ने भन्ने कुरा तपाईहरुको मुखबाट कहिले सुन्दिन। त्यो चाहिँ किन भएको? त्यसबाट हामीले षड्यन्त्र बुझ्न सक्छौं। त्यहाँबाट हामी बुझ्न सक्छौं यो देशमा अहिले हामीले जुन अधिकार पाइसकेका थियौं त्यो अधिकारहरू पनि खोज्ने चेष्टा हामीबाट भइराखेको छ। संहिता सांकेतिक रूपमा भए पनि प्रदान गरियो अलिकति, तर 9 वर्ष भइसक्दा पनि त्यसलाई ठोस कार्यान्वयन गर्नेतिर इमानदारीताका साथ पहल भएको छैन। अहिले अझै पनि सिडिओ र प्रहरीले मुख्यमन्त्रीलाई टेर्ने अवस्था देखिएको छैन। केन्द्रबाट संघबाट चाहिँ सचिव पठाएर त्यहाँ नियन्त्रण गर्छ। स्थानीय तहको सचिव पनि संघबाट पठाएर स्थानीय तहमाथि पूर्ण रूपमा नियन्त्रण गरिन्छ, यतिसम्म कि तलब खुवाउने अवस्था समेत रहँदैन। त्यो हदको नियन्त्रण सिंहदरबारले गर्दै आएको छ। हामी भन्नलाई भन्छौँ संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्यो, तर हामीलाई हाम्रो दृष्टिकोण उत्पीडित वर्गको दृष्टिकोणबाट के फरक छ? 17 वर्षमा त हामीले हेर्यौं त्यही ओली, त्यही दाहाल र त्यही हाम्रो देउबाजी घुमी फिरी त्यही आइराख्नु भएको छ भने यति 17 वर्षमा त 3वटा 4वटा राजा पनि हेरिसक्यो हामीले। ज्ञानेन्द्र हेर्थ्यो होला, पारस हेर्थ्यो होला, हृदयेन्द्र हेर्थ्यो होला, योभन्दा बढी राजा त 17 वर्षमा आइसक्यो। हाम्रो लागि यो पनि कुनै राजतन्त्रको तनाशाही भन्दा फरक छैन। त्यही राजाहरू घुमी फिरी आइराखेका छन्। त्यही भएर हामी चाहिँ आज चनाख हुनु आवश्यक छ र यस्तो खालको भाष्य सिंहदरबारद्वारा सृजना गरिएको छ कि आज एउटा ढुङ्गा पनि बाटोमा खस्यो भने यो त संहिताका कारणले भएको हो भनेर दोष लगाइन्छ। अहिले झापा बत्ती गरिदियो भने यो त संहिताकै कारणले गएको हो भनिदिन्छन्। हरेक दोष चाहिँ संहितामाथि लादेर अनि चाहिँ यिनीहरू चाहिँ एकल शासन सिंहदरबारमा शक्ति केन्द्रित गरेर देशलाई लुट्नका लागि पुनः तयार हुँदैछ। त्यही भएर यो समयमा हामीले जवाब दिन आवश्यक छ र त्यसकै लागि संघीय लोकतान्त्रिक मोर्चामा संघीय शब्द हामीले पहिलो प्राथमिकताका रूपमा त्यहाँ राखेका छौँ कि हामीले पाइसकेको अधिकार कसैको बक्सिसबाट आएको होइन। हामीले ठुलो आन्दोलन गरेर ठुलो त्याग तपस्या र ठुलो बलिदानबाट यसलाई संस्थागत गरेका थियौं र कसैले खोज्दैमा यो खोसिनेवाला छैन। त्यसको प्रतिकार हामी जमेर गर्नेछौँ भन्नको लागि यो संघीय लोकतान्त्रिक मोर्चा हामीले निर्माण गरेका छौँ र यसका आगामी कार्यक्रमहरू आउने नै छन्। केशवजी आउन थाल्नु मलाई डर त पहिल्यै लागिसक्यो। त्यही भएर म मोर्चाको सफलताको शुभकामना दिँदै र यसमा चाहिँ पुनः सबै पत्रकार साथीहरूबाट पनि सहयोग अपेक्षा गर्छौँ, सम्पूर्ण जनताबाट सहयोग अपेक्षा गर्छौँ र पुनः एकचोटि शुभकामना दिँदै धन्यवाद दिँदै यहाँबाट बिदा हुन्छ। मोर्चामा सामेल दलका आदरणीय अध्यक्ष महोदय, प्रतिनिधि साथीहरू, उपस्थित नेता साथीहरू, आदरणीय पत्रकार बन्धु, उपस्थित पत्र एवं सज्जनवृन्द, महिला एवं सज्जनवृन्द, सर्वप्रथम त पूर्वका साथीहरूले धेरै भनिसक्नुभयो, मैले धेरै भन्न बाँकी छैन। तपाईँहरूलाई धेरै समय लिन पनि चाहन्न। देश एउटा जटिल अवस्थामा प्रवेश गरेको छ। यो अनौठो पनि होइन, जटिलता आउँछ, तर जुन ढङ्गको अप्राकृतिक विद्यार्थीले के बुझाएको छ भने हरेक वस्तुमा गति हुन्छ। गतिले दिशा पाएन भने त्यो गोल चक्करमा घुमिरहन्छ। नेपाल अहिले त्यही गोल चक्करमा घुमिरहेको अवस्था छ र यो मोर्चाको गठन त्यसलाई एउटा नयाँ दिशा दिनेतर्फ, यो कसैको विरुद्ध लक्षित होइन। यो मोर्चा कुनै राजनीतिक दल, कुनै शक्तिको विरुद्ध लक्षित होइन। यो मोर्चा देशको अहिलेको चुनौती र सङ्कटलाई पार लगाउनमा एउटा दिशा निर्देश गर्नको लागि यो गठन भएको हो। त्यसकारणले कसैले पनि यसलाई आफ्नो विरुद्ध गठन भएको नसोचोस् भनेर म सबै साथीहरूको तर्फबाट सार्वजनिक रूपले आह्वान गर्न चाहन्छु। दोस्रो कुरो के हो भने तपाईहरुलाई थाहा छ, सरकार एउटा बन्यो, चर्चा भइसक्यो। हरेक सरकारका दुईटा पक्ष हुन्छन्, एउटा वैधता लेजिटिमेसी, अर्को प्राधिकार त्यसको अथोरिटी। अहिलेको सरकार वैधता होला, प्राधिकार गुमाइसकेको अवस्था छ, अथोरिटी गुमाइसकेको अवस्था छ र उकुस मुकुसको जुन वातावरण जनतामा देखिएको छ, एउटा भाष्य निर्माण भएर गइसकेको छ कि जनता विशेष गरी भ्रष्टाचार बिचौलियाहरूको पीडाबाट उनीहरूलाई सबैलाई थाहा छ, जनतालाई पनि थाहा छ सरकार बिचौलियाले सञ्चालन गर्दैछ। हरेक नियुक्ति, प्रमोसन आदि इत्यादिमा बिचौलियाहरूको बलियो पकड छ।
त्यस कारणले यसको असर कहाँ परिरहेछ भने प्रणालीमाथि असर परिरहेको छ। प्रणालीको असर अर्थात् के हो भने संविधानको स्वामित्वमाथि असर परिरहेको छ र यो संविधान झनै झनै लावारिस बनाउन खोजिएको छ। म राजतन्त्र अरू विषयमा भन्न चाहन्छु, तर एउटा उदाहरण मात्रै दिन चाहन्छु। तपाईँ हामीलाई सबैलाई थाहा छ, शाहवंशलाई 104 वर्ष राणाहरूले एक किसिमले कब्जामा गरेर राखेका थिए। विष्णुका अवतार भन्थे तिनीहरू, तर आफू मुक्त हुन सकेनन्। तिनीलाई मुक्त गर्नको लागि पार्टी नै चाहियो। फेरि पार्टीले नै सालको क्रान्ति गरेर त्यो संस्थाले मुक्त गराएको अवस्था हो। र अहिले पनि जुन ढङ्गको जुन भाषा तयार भइरहेको थियो, त्यो भाषालाई चिर्न यो मोर्चाले अगाडि बढ्नेछ। म साथीहरूलाई शुभकामना दिन चाहन्छु। साथीहरूले भनिसक्नुभयो हामीबाट अनगिनत त्रुटिहरू भएका छन्। त्यो अनगिनत त्रुटिलाई हामी सच्याउँदै अगाडि बढ्नुपर्छ। ती त्रुटिले गर्दा समयमा अहिले आइहाल्छ। जस्तो अहिलेको सरकारले एउटा अहमा थियो 2 तिहाईको, त्यस्तै हामीमा पनि अलिकति त्रुटिहरू गर्ने एउटा वातावरण बनेको थियो। त्यो वातावरणलाई समाप्त गर्दै चिर्दै संस्थागत गराउने र प्रतिगमनकारी शक्तिहरूलाई परास्त गर्दै यथास्थितिवादी शक्तिहरूलाई धक्का हाल्दै अग्रगमन र परिवर्तनकारी शक्तिको रूपमा मुलुकको लाई अगाडि बढाउने, सङ्घर्ष र रूपान्तरणको प्रक्रियालाई निरन्तर रूपमा अगाडि बढाउँदै जानका लागि यो मोर्चा गठन भएको। अहिले यो मुलुकमा एकातर्फ प्रतिगमनकारी शक्तिहरूको खेल चलिरहेछ भने अर्को यथास्थितिवादी शक्तिहरूले, खास गरी भन्नै पर्छ कांग्रेस र कम्युनिस्टले जो अहिले सरकारमा छ। विगतमा यी पार्टीहरू पनि बहुदलीय व्यवस्थाका लागि लडिरहेका थिए, तर अहिले आएर कहिले थ्रेसहोल्ड बढाउने, कहिले निर्वाचन आयोगलाई भनेर 2 दललाई मात्र अनुकूल हुने र अन्य दललाई समाप्त पार्ने खालका कानुनको ड्राफ्ट गर्ने, यानी मुलुकलाई बहुदलीय व्यवस्थालाई समाप्त पारेर 2 दलीय व्यवस्थातर्फ लैजाने, संघीय गणतन्त्रलाई समाप्त पारेर एकात्मक शासन प्रणालीतर्फ लैजाने प्रयासहरू गर्दै आएका छन्। यी प्रयासहरूलाई विफल पार्दै परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि नै यो मोर्चाको गठन गरिएको र यो मोर्चाले शोषित पीडित जनताहरूको अधिकारका लागि एकताबद्ध भएर मोर्चामा अहिले समावेश हुन नसकेका दलहरूलाई समेत चाहिँ के छ भने समावेश गर्ने गरी अगाडि बढ्दै जाने, क्रान्तिकारी परिवर्तनहरू र आन्दोलनहरूलाई अगाडि बढाउँदै जाने र एकताबद्ध हुँदै जाने नीति तहत यो मोर्चाको निर्माण गरियो। निश्चित रूपमा यो मोर्चाले उपेक्षित, शोषित, पीडित र सामाजिक रूपले, राजनीतिक रूपले, आर्थिक रूपले बहिष्करणमा पारिएकाहरूको अधिकारका लागि, पहिचानका आधारमा राज्यको पुनर्संरचनालाई प्राप्त गर्नका लागि, पहिचान र सामर्थ्यका आधारमा जुन संविधान सभामा राज्य पुनर्संरचना आयोगले पनि इंगित गरेको थियो कि पहिचान, सामर्थ्य र पहिचानका आधारमा प्रदेशहरूको नामाङ्कन सीमाङ्कन गर्न पर्दछ। त्यसलाई, त्यो लक्ष्यलाई प्राप्त गर्नका लागि हामीले आजदेखि मोर्चाबद्ध भएर अगाडि बढ्ने प्रयासमा लागेका छौँ। यो अगाडि बढ्छ, अब कदम अगाडि बढिसक्यो। यति भन्दै म यहाँबाट बिदा हुन्छु। हवस् त, धन्यवाद। धन्यवाद आदरणीय जसपा नेपाल।